कहीं नौजवान क्या सब कुर्सी में बसी रहेंगे, अपने चांस न पाएंगे। सामान्य नियुक्तिको मात्र कथा होइन, यो सङ्घर्ष, आक्रोश र आशाको कथा हो। जब देश उथलपुथलमा थियो, जब सडक चिच्याइरहेको थियो, जब युवाहरूको मुटुमा न्यायको आगो बलिरहेको थियो, त्यही बेला एक नाम सबैतिर गुन्जियो, सुशीला कार्की। सुशीला कार्की एक वकिल, एक न्यायाधीश अनि पछि नेपालको पहिलो महिला प्रधान न्यायाधीश। उनले जीवनभर कानूनलाई सत्यतर्फ उन्मुख गरिन्। ठूला मानिस, ठूला हैसियत, तर कानून अगाडि सबै बराबर, यही उनको विश्वास थियो। त्यसैले उनलाई कठोर तर इमानदार भनिन्थ्यो। यही छवि, यही अडानले उनलाई आन्दोलनको बीचमा युवाहरूले सम्झिए। सन् 2025 को सेप्टेम्बर, राजधानीदेखि सुदूर गाउँसम्म युवाहरू उठे। उनीहरूको माग सरल थियो, भ्रष्टाचार अन्त्य गर, रोजगार देऊ, न्याय सुनिश्चित गर। तर माग सुन्ने कान सुन्निएन। भिड बढ्यो, आवाज बलियो भयो र अन्ततः गोली चले, नारा र आँसु मिसियो। चर्को आन्दोलनले सरकारलाई हल्लाइदियो। सडकमा भइरहेको आन्दोलनसँगै अनलाइन संसार पनि तातियो। युवाहरू आफ्ना फोन र ल्यापटपबाट छलफल गर्थे, कसलाई नेतृत्व दिन सकिन्छ, कसलाई विश्वास गर्न सकिन्छ। अनलाइन मतदान भयो, नामहरू उठे, तर एउटा नाम लगातार अगाडि रह्यो, सुशीला कार्की। के यो भोटिङ पूर्णतया पारदर्शी थियो? धेरैले शंका गरे। कसैले भने यो त बटहरूले भरेको भोट हो, कसैले भने यो त हाम्रो पिढीको आवाज हो। सत्य के हो त्यो विवादित रह्यो, तर यो निश्चित छ, अनलाइनमा उठेको जनचाहना र सडकमा बगेको आक्रोश दुवै मिलेर सुशीला कार्कीलाई केन्द्रमा ल्याए। देश अशान्त, नेतृत्वविहीन अनि अन्ततः सबै शक्ति केन्द्रहरू एउटै नतिजामा पुगे। हामीलाई अब निष्पक्ष व्यक्ति चाहिन्छ। 12 सेप्टेम्बर 2025 मा राष्ट्रपति भवनमा एउटा औपचारिक निर्णय भयो। सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरियो। त्यो दिन इतिहास लेखियो। पहिलो पटक नेपालले महिला प्रधानमन्त्री पायो। शपथ लिँदै गर्दा उनको स्वर स्थिर थियो। उनले भने, म पारदर्शिता कायम गर्नेछु, हिंसामा मारिएको मानिसहरूको न्याय खोज्नेछु र देशलाई चुनावसम्म पुर्याउनेछु। सडकमा उभिएका युवाहरूले त्यो सुने। कतिपयले आँसु पोछे, कतिपयले ताली बजाए। आशाको एउटा झिल्को फेरि बलेको जस्तो भयो। तर शपथसँगै चुनौतीको बोझ आयो। आन्दोलनमा भएको हिंसाको छानबिन गर्नुपर्ने, भ्रष्टाचारका मुद्दा पुनः खोल्नुपर्ने र निकट भविष्यमा निर्वाचन गर्नुपर्ने। सिङ्गो राष्ट्र उनलाई हेर्दै थियो। के यो महिला जसले अदालत न्यायका लागि लडिन्, अब राजनीतिमा पनि उही न्याय दिलाउन सक्छिन्? हजारौं युवाहरूका घाउ अझै ताजा थिए। कतिपयले आफ्ना साथी गुमाए, कतिपयले परिवारका सदस्य, तर उनीहरूलाई लाग्थ्यो यो सुरुवात मात्र हो। सुशीला कार्कीमा उनीहरूले एउटा प्रतीक देखे, न्याय, महिला नेतृत्व र नयाँ सुरुवातको प्रतीक। सुशीला कार्की अन्तरिम प्रधानमन्त्री हुनु केवल राजनीतिक परिवर्तन होइन, एउटा पुस्ताको चिच्याहटको प्रतिफल हो। सडकमा बगेको पसिना र रगत, अनलाइनमा उठेको आवाज अनि पुरानो संस्थामा चर्किएको दबाव, यी सबै मिलेर उनको नाम इतिहासमा अंकित भयो। तर यो अन्त्य होइन, वास्तविक परीक्षा अझै बाँकी छ। न्याय दिलाउने, पारदर्शिता कायम गर्ने र लोकतन्त्रलाई पुनर्जीवित गर्ने। आजको लागि यति नै। भेट्नेछौँ अर्को भिडियोमा। तबसम्मको लागि बाई बाई भन्न चाहन्छु।